भ्लग। र अहिले चाहिँ म आज शनिबार हो, आज चाहिँ मेरो 2टा प्रोग्राम छ कलेजको। अनि अहिले चाहिँ म कहाँ जाँदैछु भने के भन्छ सिद्धार्थ मल्टिपल कलेजको चाहिँ ओरिएन्टेसन प्रोग्राम छ, त्यसमै गइरहेको छु। अनि त्यसपछि म जान्छु, त्यो सकेर म कहाँ जान्छु भने खानासाना खान्छु। त्यसपछि उहाँ जान्छु, मिस्टर डी दादाको चाहिँ सुटिङ छ, त्यसमा मेरो अलिकति लिपसिङ गर्नुपर्ने छ, हाम्रो गीत आउँदैछ नयाँ। अनि त्यसमा जान्छु। अनि त्यस पछाडि जान्छु म आइआइएमएस कलेजको प्रोग्राममा। आइआइएमएस कलेजको पनि प्रोग्राम छ, आज 2टा प्रोग्राम छ। अनि अब अलि हतारै हुन्छ, तर जे होस् आज रमाइलो हुन्छ होला। बिजी दिन छ मेरो, त्यही हो। ओके बाई। ल म चाहिँ आइसकेँ होइन, तपाईँहरू देख्न सक्नुहुन्छ त्यहाँ मेरो फोटो राखेको छ। ल अब चाहिँ म आइसकेको छु होइन। त्यसपछि मलाई कोही लिन आउँदै हुनुहुन्छ। र यहाँ चाहिँ एकजना टिचरले मेरो बारेमा कविता भनिराख्नु भएको थियो होइन। अनि एकदमै राम्रो कविता भन्नुभएको थियो। म चाहिँ एकदम खुसी भइरहेको थिएँ, हेरिरहेको थिएँ। धेरै धेरै धन्यवाद यति राम्रो कविता भनिदिनु भएकोमा मेरो लागि। र यहाँ चाहिँ मेरो पोस्टरको भिडियो खिचिदिनु भएको रहेछ। कसले खिचिदिनु भएको थियो, क्यामेरा दिएको थिएँ मैले। र यो चाहिँ मेरो पोस्टरको भित्र प्रोग्राम भइरहेको थियो। अनि त्यसपछि मेरो पारो सकिएपछि म एकछिन यहाँ बसेको थिएँ। अरू पनि प्रोग्रामहरू अलिअलि हेरेँ त्यहाँनिर। एकछिन त बस्नै पर्यो, सक्ने बित्तिकै कुद्न मिलेन। अनि उहाँ चाहिँ प्रिन्सिपल सर र प्रिन्सिपल म्याम हुनुहुन्थ्यो। अनि यता पछाडि अब अरू हुनुहुन्थ्यो। त्यसपछि हामी प्रिन्सिपल सरसँग चाहिँ कफी खायौँ एकछिन त्यहाँनिर।
अनि अर्को दाइ पनि आउनुभएको थियो अब अनि चिनाउँदै हुनुहुन्छ उहाँले मलाई अनि म यहाँ छु भनेर देखाइरहेको छु अनि एकछिन हामीले गफ गऱ्यौँ त्यसपछि चाहिँ अनि कफी खाने बित्तिकै निस्क्यौँ त्यसपछि पकाउन भ्याइन त्यही भएर बाहिरै खाएँ मैले होइन भात चाहिँ अझै कलङ्कीको रूपन्देही भोजनालय भने चाहिँ यस्तो मिठो छ होइन यस्तो मिठो छ जहिले म यहाँ खान्छु मिठो लागेर अब चाहिँ म रुम जाँदैछु होइन त्यसपछि फेरि म लुगा चेन्ज गरेर अनि त्यसपछि लुगा चेन्ज गरेर म अर्को लुगा लाउँछु अर्को प्रोग्राममा अनि त्योभन्दा अगाडि चाहिँ लिपसिङ छ नि त अनि चाँडो गर्नु पऱ्यो त्यही भएर मिस्टर डी दादासँग नै भेट हुन्छ है ओके ल म चाहिँ यहाँ भिडियोको लागि आइसकेको छु अनि यता दिदीले मेकअप गरिदिँदै हुनुहुन्छ मेरो नाम के हो थाहा छ रचना केस रचना अरे रचना 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 रिमाल रचना केसी यता अर्को दिदी पनि हुनुहुन्छ हेयर स्टाइलिस्ट हो तपाईँलाई केही गरिदिनु परेन मलाई ढिलो भएको भएर हेर नगर्ने केही गर्नु पर्दैन ढिलो भइसक्यो क्या हो त आत्ति सक्यो होस् उडोस् केराटिन गर्छु मम्मीसँग बोल्दैछु है म यहाँ म मेरो भ्लगमा आयो भन्नु त ल है मैले मेकअप गरेर यस्तै भइसक्यो हेर्न रचनाले मेकअप गरिदिनु भएको छ ल अब चाहिँ मैले लुगा चेन्ज गर्न लाग्छु सुटिङको लागि अब यो अघि फेरि आउनु बित्तिकै जानु भनिरहेको थियो त मेरो प्रोग्राम छ क्या यस पछाडि अनि अहिले पनि प्रोग्रामबाटै आएको या पैसा अहिले चाहिँ बसिराख्नु भएको हजुर मेरो काम यो ए हाम्रो दादा हुनुहुन्छ यता अनि हाम्रो गीत आउँदैछ ए अब आउँदैछ है अनि कविजी पनि देखेन यताबाट ल दादा यता हेर्नु त हेलो हाई सबिन ब्रो हाम्रो स्टाइलिस्ट आवर डिजाइनर एन्ड द स्टाइलिस्ट डिजाइनर स्टाइलिस्ट के भने खतरा हिरो देखाइदिन सक्ने मान्छे दादा जिरोलाई हिरो टन 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 ढिलो भयो भइसक्यो ल अब के हो टाइटल गीतको गीतको टाइटल हो जादु 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 होइन गीतको टाइटल जादु हुन्छ साँच्चै ला त्यही दाइले गर्नुभयो हो जादु अनि 6 भयो 5 के अरे 3 6 भइसकेछ ल ढिलो भयो म चाहिँ अब अर्को प्रोग्राममा जाँदैछु अर्को ड्रेस चेन्ज गरिसकेँ यो ड्रेस चाहिँ मलाई कविता बुटिकबाट बनाइदिनु भएको हो कति राम्रो लाग्यो मलाई थ्याङ्क यू म जाँदैछु ल अर्को प्रोग्राममा ढिलो भयो कराक हुनुहुन्छ दाइले ढिलो भयो हाम्रो प्रोग्राम त्यहाँ भइरहेछ ढिलो आयो हाम्रो रचना बहिनीको त्यहाँ स्टेजबाट त्यहाँ नाम लेखेको छ त्यो ट्र्याकमा त्यो जुन नाम भन्नुहुन्छ ट्र्याक
माथि राखिदिनु दया माया होइन छुट्टीमा तिमी मेरो मुटुमा दया माया होइन छुट्टीमा तिमी मेरो तिम्रो सातो लाने तिम्रो दिमाग खाने नकाले ओ मेरो नकाले लखर लखर ओ मेरो नकाले लखर लखर नकाले माया लखर लखर थ्याङ्क यू सो मच यति धेरै माया गरिदिनु भएकोमा तपाईँहरूको मायाप्रति धेरै धेरै सम्मान छ थ्याङ्क यू सो मच थ्याङ्क यू आई लभ यू फेरि भेटौँला एउटा फोटो खिचौँ ल सबैजना हात माथि गरिदिनुहोस् न सबैजनाले है त सबैजनाले मक्कालो बस ल सबैले हात आई लभ यू ल यस्तो पानको पत्ता बनायो पनि हुन्छ ल बनाउनु न यता पिछा पनि बनाइदिनु न हाय ल आई लभ यू थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद फेरि भेटौँला थ्याङ्क यू बाई बाई र यहाँ चाहिँ फेरि अर्को गीत पनि गाएको भिडियो फेरि अलिक पछाडि आएछ त्यही भएर मैले भोइस ओभर गरेँ र यो चाहिँ अच्छा लेकिन गीतमा सबैजना नाचिराख्नु भएको थियो यो चाहिँ कतिवटा गीत चाहिँ यस्तो ठाडो खिचेको भएर चाहिँ मैले हालेँ भन्नुभएको थियो एकदम रमाइलो भयो यस्तो रमाइलो भयो नि प्रोग्राम आज होइन अनि आजको मेकअप पनि मलाई एकदम मन परेको छ कि त्यहाँनिर सुटिङमा गरिदिनु भएको मलाई एकदम मन पर्यो तपाईँलाई कस्तो लाग्यो ओके बाई फेरि अर्को भ्लगमा भेटौँला ल